यस भिडियोमा एकदमै नयाँ तरिकाबाट एउटा नयाँ ई-सेवा आइडी बनाएर यसलाई भेरिफाई पनि गरेर देखाउनेछु। त्यसको लागि आफ्नो मोबाइलमा ई-सेवा एप्लिकेसन इन्स्टल छैन भनेदेखि ई-सेवा एप्लिकेसन इन्स्टल गरेर त्यसलाई ओपन गर्नुहोला। यहाँ केही इन्फर्मेसनहरू सो गरेको छ। यदि तपाईले पढ्न चाहनुहुन्छ भनेदेखि यहाँबाट नेक्स्ट गरेर पढ्नु होला। यदि तपाईले पढ्न चाहनुहुन्न भनेदेखि यहाँबाट स्किप गरिदिनुस्। यहाँ लोकेसन एक्सेसको लागि पर्मिसन मागेको छ। तपाईले एलाउ पनि गर्न सक्नुहुन्छ, मेबी लेटर गर्न सक्नुहुन्छ। मैले मेबी लेटरमा टच गरिदिएँ। यहाँ मोबाइल नम्बर दिनुपर्ने हुन्छ। तपाईले ई-सेवा आइडी जुन मोबाइल नम्बरबाट बनाउन खोज्दै हुनुहुन्छ त्यो मोबाइल नम्बर यहाँ टाइप गर्नु होला। मोबाइल नम्बर राखिसकेपछि सबमिटमा टच गरिदिनु। यति गरिसकेपछि यहाँ तलपट्टि रजिस्टरमा टच गरिदिनुस्। यहाँ मोबाइल नम्बर भनेको ठाउँमा आफ्नो मोबाइल नम्बर टाइप गर्नु होला। फेरिबाट फुल नेम भनेको छ, यहाँ आफ्नो नाम टाइप गर्नु होला। यहाँबाट जेन्डर सिलेक्ट गर्नु होला। यदि मेल हो भनेदेखि मेल गर्नु होला, फिमेल हो भनेदेखि फिमेल। मैले चाहिँ मेल सिलेक्ट गरेको छु। यहाँनिर टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्नको लागि यहाँ टिक गर्नुस्। त्यसपछि प्रोसिडमा टच गरिदिनुस्। यहाँनिर एउटा ओटिपी कोड आएको छ। ओटिपी कोड अटोमेटिकली लिएको छ। यदि तपाईको फोनले ओटिपी कोड अटोमेटिकली लिएन भनेदेखि मेसेजबाट त्यो कोडलाई लगेर त्यहाँ राख्नुपर्ने हुन्छ। मेरो फोनले अटोमेटिकली लिएको छ, त्यसैले मैले यहाँ राख्नुपर्ने आवश्यक परेन। यहाँ क्रिएट न्यू एमपिन भनेको छ, नयाँ एमपिन क्रिएट गर्नुपर्ने हुन्छ। 4 डिजिटको नयाँ एमपिन क्रिएट गर्नु होला। नट बी अ नम्बर प्याटर्न सिक्वेन्शियल अर रिपिटेटिभ भनेको छ। 1 2 3 4 यस्तो अथवा 1 1 1 1 यस्तो खालको नम्बरहरू नराख्नु होला। नट बी द फर्स्ट 4 अर लास्ट 4 नम्बर अफ योर ई-सेवा आइडी भनेको छ। जुन मोबाइल नम्बर तपाईले आफ्नो ई-सेवा आइडी बनाउन युज गर्नुभएको छ त्यो मोबाइल नम्बरबाट अगाडिको 4 वटा नम्बर अथवा अन्तिमको 4 वटा नम्बर त्यस्तो नम्बर नराख्नु होला भनेको छ। अरु कुनै 4 डिजिटको नयाँ एमपिन क्रिएट गर्नु होला। तलपट्टि कन्फर्म न्यू एमपिन भनेको छ, यहाँ पनि सेम पिन टाइप गर्नु होला। यति गरिसकेपछि कन्फर्ममा टच गरिदिनुस्। यति गरिसकेपछि तपाईको ई-सेवा आइडी बनिसकेको छ, तर ई-सेवा आइडी भेरिफाई भएको छैन। भेरिफाई नभएको ई-सेवा आइडीमा धेरै किसिमको लिमिटेसनहरू हुन्छ। त्यसैले अब ई-सेवा आइडीलाई भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर अपडेट केवाइसीमा टच गर्न सक्नुहुन्छ अथवा यसलाई मैले यहाँबाट क्लोज गरेँ। यहाँबाट बायोमेट्रिक सेटअप गर्न भनेको छ। यदि तपाईले एमपिनको सट्टा फिङ्गरप्रिन्ट युज गरेर आफ्नो ई-सेवा आइडीमा लगइन गर्न चाहनुहुन्छ भनेदेखि बायोमेट्रिक सेटअप गर्न सक्नुहुन्छ। नाइ भने यहाँनिर नेभर आस्क अगेनमा टच गरिदिनु। केवाइसी अपडेट गर्नको लागि तपाईले यहाँबाट पनि अपडेट गर्न सक्नुहुन्छ, यहाँनिर टच गर्न सक्नुहुन्छ अथवा यहाँ माथि प्रोफाइलको आइकनमा यहाँ टच गरेर यहाँ माई इन्फर्मेसनमा टच गरिदिनु होला। त्यसपछि यहाँबाट बिगिन गरेर यहाँबाट पनि केवाइसी अपडेट गर्न सक्नुहुन्छ। अथवा तपाईले यहाँ तलपट्टि मोरमा टच गर्नु होला। त्यसपछि यहाँनिर भेरिफाई केवाइसी भनेको छ, यहाँ टच गर्नुस्। यहाँ तलपट्टि यहाँ बिगिनमा टच गरिदिनुस्। यहाँनिर लोकेसन एक्सेसको लागि पर्मिसन मागेको छ, मैले मेबी लेटरमा टच गरिदिएँ। ई-सेवाको केवाइसी गर्नको लागि 3 वटा स्टेप छन्। 3 वटा स्टेप मध्ये यो चाहिँ फर्स्ट स्टेप हो। यहाँनिर नेसनालिटी भनेको छ, यहाँ टच गर्नु होला। मैले नेपाली सिलेक्ट गरेको छु। फर्स्ट नेम भनेको छ, यहाँनिर फर्स्ट नेम अटोमेटिकली लिएको छ। मिडल नेम अप्सनल भनेको छ। यदि तपाईको मिडल नेम छ भनेदेखि मिडल नेम टाइप गर्नु होला। बहादुर, प्रसाद आदि इत्यादि हुन सक्छ। लास्ट नेममा आफ्नो लास्ट नेम टाइप गर्नु होला। मेरो फर्स्ट नेम र लास्ट नेम यसले अटोमेटिकली लिइसकेको छ। त्यसपछि पेजलाई अलिकति स्क्रोल गर्नु होला। डेट अफ बर्थ भनेको छ, यहाँ सिलेक्टमा टच गर्नु होला। यहाँबाट बीएसएडी सिलेक्ट गर्नु होला। मैले विक्रम सम्वत सिलेक्ट गरेको छु। यहाँ इयर भनेको छ, वर्ष टाइप गर्नु होला, जन्म वर्ष कति हो। त्यसपछि मन्थ टाइप गर्नु होला, कुन महिना हो। अन्तिममा गते टाइप गर्नु होला। यहाँबाट जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। मेल सिलेक्ट भएको छ अलरेडी। यदि तपाईको अरु कुनै हो भनेदेखि यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। यति गरेपछि पेजलाई अलिकति स्क्रोल गर्नु होला। फ्यामिली इन्फर्मेसन भनेको छ, यहाँनिर फादर्स अथवा हस्बेन्डको नाम भनेको छ। आफ्नो बाबाको अथवा श्रीमानको नाम टाइप गर्नु होला। अब यहाँनिर ग्रान्डफादरको नाम भनेको छ, हजुरबुवाको नाम टाइप गर्नु होला। म्यारिटल स्टेटस भनेको छ, म्यारिड अथवा अनम्यारिड के हो, यहाँबाट सिलेक्ट गर्नु होला। म्यारिड सिलेक्ट गरेको छु। त्यसपछि यहाँ स्पाउस नेम भनेको हस्बेन्ड हो भनेदेखि श्रीमतीको र श्रीमती हो भनेदेखि हस्बेन्डको नाम टाइप गर्नुपर्ने हुन्छ। म्यारिडको केसमा यहाँनिर स्पाउसको नाम टाइप गर्नु होला। पेजलाई अलिकति स्क्रोल गर्नु होला। यहाँ अकुपेसन भनेको छ, अकुपेसन सिलेक्ट गर्नु होला। आफ्नो व्यापार व्यवसाय के हो, मैले बिजनेस सिलेक्ट गरेको छु। पान नम्बर अप्सनल भनेको छ, पान नम्बर राख्दा पनि हुन्छ अथवा नराख्दा पनि हुन्छ। इमेल पनि अप्सनल भनेको, यदि इमेल आइडी छ भनेदेखि राख्नु होला, छैन भनेदेखि छोडिदिनु होला। त्यसपछि सेभ एन्ड कन्टिन्यूमा टच गरिदिनुस्। पर्सनल डिटेल्स कन्फर्मेसन भनेको छ, यहाँनिर आफ्नो इन्फर्मेसनहरू राम्रोसँग चेक गर्नु होला। सबै चेक गरिसकेपछि यहाँनिर टिक गरेर तल कन्फर्ममा टच गरिदिनु। अब यो सेकेन्ड स्टेपमा चाहिँ एड्रेस डिटेल्स भनेको छ, यहाँबाट प्रोभिन्स
सिलेक्ट गर्नु होला। आफ्नो प्रदेश कुन हो, मैले चाहिँ लुम्बिनी प्रदेश सिलेक्ट गरेको छु। यहाँ डिस्ट्रिक्ट भनेको छ, आफ्नो जिल्ला सिलेक्ट गर्नु होला। त्यसपछि पेजलाई अलिकति माथि स्क्रोल गर्नु होला। यहाँ म्युनिसिपालिटीमा आफ्नो नगरपालिका अथवा गाउँपालिका के हो सिलेक्ट गर्नु होला। तल टोलको नाम टाइप गर्नु होला। त्यसपछि यहाँनिर वार्ड नम्बर टाइप गर्नु होला, तपाईँको वार्ड नम्बर कति हो। पेजलाई अलिकति स्क्रोल गर्नु होला। यहाँनिर पर्मानेन्ट एड्रेस भनेको छ। अहिले हामीले जति पनि एड्रेसको इन्फर्मेसन दियौँ त्यो चाहिँ करेन्ट एड्रेसको इन्फर्मेसन थियो। अब यहाँ चाहिँ पर्मानेन्ट एड्रेस टाइप गर्नुपर्ने हुन्छ। यदि तपाईँको पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस फरक हो भनेदेखि यहाँ पर्मानेन्ट एड्रेस फेरिबाट प्रोभाइड गर्नुपर्ने हुन्छ। र यदि तपाईँको पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस एउटै हो भनेदेखि यहाँनिर सेम एज करेन्ट एड्रेसमा टच गरिदिनुहोस्। यति गरिसकेपछि यो इन्फर्मेसन अटोमेटिकली फिल भएको छ। यहाँ तलपट्टि कन्ट्याक्ट डिटेल अप्सनल भनेको छ। मैले चाहिँ यसलाई यतिकै छोडिदिएँ। तपाईँले कन्ट्याक्ट डिटेल दिन चाहनुहुन्छ भने दिनु होला। त्यसपछि सेभ एन्ड कन्टिन्यूमा टच गरिदिनुहोस्। एड्रेस डिटेल्स कन्फर्मेसन भनेको छ। आफ्नो एड्रेसको डिटेल्स एकचोटि चेक गर्नु होला। सबै ठिकठाक छ भनेदेखि कन्फर्ममा टच गरिदिनुहोस्। अब यो अन्तिम सेक्सन हो। यसमा चाहिँ डकुमेन्ट डिटेल भनेको छ। अपलोड योर पिक्चर भनेको छ। यहाँनिर टच गर्नु होला। यहाँनिर क्यामेरा एक्सिसको लागि पर्मिसन मागेको छ। मैले चाहिँ नि अन्ली दिस टाइममा टच गरिदिएँ। अब यहाँनिर अगाडिको फ्रन्ट क्यामेरा खुलेको छ। यहाँ तपाईँले आफ्नो फेस देखाउनु पर्ने हुन्छ। क्यामेरामा दुवै कान बराबर देखिने गरी क्यामेरामा हेर्नु होला। एकैछिन क्यामेरालाई राम्रोसँग होल्ड गर्नु होला। आफ्नो फेस देखाउनु होला राम्रोसँग। यहाँनिर ग्रिन टिक मार्क लागिसकेको छ। तलपट्टि क्यामेराको क्याप्चर बटनमा टच गरेर फोटो क्याप्चर गर्नु होला। यति गरिसकेपछि फोटो क्याप्चर भइसकेको छ। तलपट्टि यहाँनिर सेलेक्टमा टच गरिदिनु होला। अपलोड डकुमेन्ट भनेको छ। यहाँनिर टच गर्नु होला। त्यसपछि यहाँबाट डकुमेन्ट टाइप सिलेक्ट गर्नु होला। यदि तपाईँले ड्राइभिङ लाइसेन्स प्रोभाइड गराउनुहुन्छ भनेदेखि ड्राइभिङ लाइसेन्स सिलेक्ट गर्नु होला। मैले चाहिँ नि सिटिजनसिप प्रोभाइड गराउने छु, त्यसैले सिटिजनसिप सिलेक्ट गरेको छु। यहाँनिर सिटिजनसिपको इन्फर्मेसन फिलअप गर्नुपर्ने हुन्छ। यहाँ सिटिजनसिप नम्बर टाइप गर्नु होला। यहाँ इस्यु डेट भनेको छ। सेलेक्टमा टच गर्नु होला। त्यसपछि विक्रम सम्वत एडी, मैले विक्रम सम्वत सिलेक्ट गरेको छु। यहाँनिर तपाईँको डकुमेन्ट जारी भएको डेट टाइप गर्नु होला। यहाँनिर साल टाइप गर्नु होला। त्यसपछि यहाँ महिना टाइप गर्नु होला। र यहाँ डेट भनेको छ। यहाँ चाहिँ नि गते टाइप गर्नु होला। इस्यु एड्रेस भनेको छ। तपाईँको डकुमेन्ट कुन जिल्लाबाट इस्यु भएको हो, आफ्नो जिल्ला सिलेक्ट गर्नु होला। यति गरिसकेपछि पेजलाई अलिकति स्क्रोल गर्नुहोस्। अब यहाँनिर नागरिकताको अगाडिको भाग र यहाँनिर पछाडिको भागलाई अपलोड गर्नुपर्ने हुन्छ। मैले चाहिँ पहिले नै खिचेर राखेको छु। डकुमेन्टको फोटो अपलोड गर्नको लागि यहाँ टच गर्नु होला। टेक अ फोटो, चुज फ्रम ग्यालरी भन्ने दुईवटा अप्सन छ। यदि तपाईँले पहिले नै फोटो खिचेर राख्नु भएको छ भनेदेखि चुज फ्रम ग्यालरीमा टच गर्नुहोस्। होइन भनेदेखि टेक अ फोटो गरेर तपाईँले डाइरेक्ट फोटो खिच्न सक्नुहुन्छ। मैले चाहिँ पहिले नै फोटो खिचेर राखेको छु, त्यसैले चुज फ्रम ग्यालरी अप्सन सिलेक्ट गरेँ। यहाँबाट फोटो सिलेक्ट गर्नु होला। यहाँनिर मैले डकुमेन्टको अगाडिको फोटो सिलेक्ट गरेको छु। त्यस्तै गरी यहाँ तलपट्टि टच गरेर यहाँनिर चुज फ्रम ग्यालरी गरिदिनुहोस्। अनि यहाँबाट डकुमेन्टको पछाडिको भाग सिलेक्ट गर्नु होला। त्यसपछि तलपट्टि प्रोसिडमा टच गरिदिनुहोस्। अब यहाँनिर सबमिट फर भेरिफिकेसनमा टच गरिदिनुहोस्। योर लोकेसन इज रिक्वायर्ड टु भेरिफाई एन्ड सिक्योर योर केवाइसी डिटेल्स भनेको छ। यहाँनिर टिक गरिदिनु होला। त्यसपछि सबमिट केवाइसीमा टच गरिदिनुहोस्। यति गरिसकेपछि सक्सेसफुल्ली सबमिटेड भनेको छ। योर केवाइसी विल बी एप्रुभड विदिन 48 आवर्स अफ फिलिङ आउट द फर्म भनेको छ। फर्म फिलअप गरेको 48 घण्टाभित्रमा तपाईँको केवाइसी अपडेट हुन्छ भनेको छ। यहाँनिर गो टु होममा टच गरिदिनुहोस्। त्यसपछि यहाँबाट ई सेवा एप्लिकेसनलाई ओपन गर्नु होला। यहाँनिर आफ्नो प्रोफाइल आइकनमा टच गर्नु होला। माई इन्फर्मेसनमा जानुहोस्। यहाँनिर पर्सनल डिटेल्स भनेको छ। यहाँनिर पेन्डिङ भनेको छ। केवाइसी भेरिफिकेसन हुन 48 घण्टासम्म लाग्न सक्छ भनेको छ। तर जहाँसम्म 48 घण्टाभन्दा पहिले नै केवाइसी भेरिफाई हुन्छ पक्कै पनि। केवाइसी भेरिफाई भइसकेपछि मैले यसपछिको स्टेपहरू गरेर देखाउनेछु। दिउँसो 5 बजेतिर मैले आफ्नो फोटो र सिटिजनसिप अपलोड गरेर ई सेवा केवाइसी भेरिफिकेसनको लागि एप्लाई गरेर छोडेको थिएँ। अहिले रातिको लगभग 9 जति बजेको छ। यहाँनिर मैले आफ्नो ई सेवा एप्लिकेसनलाई ओपन गर्छु र यहाँ माथिपट्टि प्रोफाइलको आइकनमा टच गर्छु। यति गर्ने बित्तिकै यहाँनिर हेर्न सक्नुहुन्छ भेरिफाइड भनेर आएको छ। यसको अर्थ 4 घण्टामा नै मेरो नयाँ ई सेवा आइडीको केवाइसी भेरिफाई भइसकेको छ। यस्तै गरी तपाईँले पनि नयाँ ई सेवा आइडी बनाएर केवाइसी भेरिफाई गर्न सक्नुहुन्छ। यति गरिसकेपछि नयाँ ई सेवा आइडी त बनेर तयार भइसकेको छ। तर एउटा नयाँ ई सेवा आइडी बनाइसकेपछि जान्नुपर्ने ई सेवासँग रिलेटेड केही इम्पोर्टेन्ट भिडियोहरूको लिङ्क यहाँ राखिदिएको छु। यी भिडियोहरू पनि चेकआउट गर्न सक्नुहुन्छ। भिडियो मन परेको भए भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा छिटै नै भेट्नेछु। अहिलेलाई भने बिदा दिनुहोस्। जय नेपाल।